नेपालको विकास एउटा यस्तो चक्रव्यूहमा फसेको छ जहाँ आयोजनाहरू सुरु त हुन्छन् तर सकिने डेट पत्तो हुँदैन। कहिले बजेट छैन भनिन्छ, कहिले वनले अड्काउँछ, कहिले अदालतको स्टे अर्डरले रोक्छ त कतै स्थानीय आफैले तगारो हाल्छन्। ठेकेदारहरूको त झन् के कुरा गर्नु, वर्षौंदेखि आयोजनाहरूले एउटै नियति भोगिरहेका छन्, थोरै मूल्यमा ठेक्का लिने अनि काम अलपत्र पार्ने। ठेक्का तोडेर नयाँ ठेक्का लगायो भने पनि समस्या उस्तै हुन्छ। बालेन सरकारले यो समस्या समाधान गर्न एउटा उपाय निकालेको छ, त्यो हो सरकारी निर्माण कम्पनी। हो, अब ब्युटिँदैछ सरकारी स्वामित्वको नेपाल पूर्वाधार निर्माण कम्पनी। यसलाई के काम कसरी दिने भनेर तय गर्दैछ सरकार। सरकार आफैले ठेकेदार कम्पनी चलाएपछि के कुरा चाहिँ बदलिन्छ? अलपत्र आयोजनाहरूको उद्धार गर्न सक्ला त सरकारी ठेकेदार कम्पनीले? ग्लोबल आईएमई बैंक, सबैका लागि बैंक। अहिले नेपालको सार्वजनिक निर्माण कोमामा छ भन्दा फरक पर्दैन। इरान युद्धका कारण भएको मूल्य वृद्धिलाई देखाएर ठेकेदारहरूले फिल्ड छाडेका छन्। महत्त्वपूर्ण राजमार्गहरूको विस्तार रोकिएको छ। ठूला भवनहरूको निर्माण सुस्त गतिमा मात्रै भइरहेको छ। प्रसारण लाइन, विमानस्थल, सिँचाइ लगायतका आयोजनाहरूमा पनि कर्मकाण्डी ढङ्गले काम हुँदैछ। अहिले मात्र होइन, हिजोको दिनमा पनि सार्वजनिक निर्माण कहिल्यै सन्तोषजनक गतिमा भएकै छैन। एकातिर आयोजनाहरूलाई पर्याप्त बजेटको अभाव छ, अर्कोतिर छुट्याएकै बजेट पनि खर्च नभएर फ्रिज हुने समस्या पनि छ। आर्थिक वर्षको अन्त्यमा मात्रै काम हुने असारे विकासले सरकारी पैसा हिलोमा बगाइरहेको छ। निर्णय प्रक्रियामा ढिलासुस्ती त छँदैछ। एउटा रुख काट्नु पर्यो भने 1-2 वर्षसम्म वन मन्त्रालयमा फाइल अड्किन्छ। बिजुलीको पोल सार्न 2-4 वर्ष नै लाग्छ। अनि कतिपय अवस्थामा कामचोर ठेकेदार कम्पनीहरूलाई सरकारी उल्झनले बहाना पनि दिएको छ अनि गर्न सकिने काम पनि नगरी बस्छन् उनीहरू। तर अब सरकारले निरन्तरतामा क्रम भङ्ग गर्ने सोच राखेको छ। सरकारको निष्कर्ष छ, जे चलिरहेको छ त्यही पाराले विकासको लक्ष्य भेट्न असम्भव छ। समाधानका रूपमा नेपाल पूर्वाधार निर्माण कम्पनीलाई सञ्जीवनी बुटीका रूपमा उपयोग गर्ने रणनीति बनाएको छ। सुरुमा यो कम्पनीलाई चिनौँ। यो हालसालै स्थापना भएको कम्पनी होइन। सरकारले 2076 साल असार 25 गते आफ्नै स्वामित्वमा रहने गरी यो कम्पनी स्थापना गरेको थियो। यो कम्पनीको अधिकृत पुँजी 10 अर्बको छ। सो पुँजीलाई 100 रुपैयाँका दरले विभाजन गरेर 10 करोड किता सेयर कायम गरिएको छ। यो कम्पनीमा अर्थ, ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार र यातायात अनि शहरी विकास मन्त्रालयको 75 लाख किता सेयर छ। सरकारले शहरी पूर्वाधार, भवन, कारखाना, हवाई मैदान, द्रुतमार्ग, राजमार्ग, सडक, रेलमार्ग, बन्दरगाह, बाँध, पुल, सुरुङमार्ग, जलमार्ग, रोपवे, ह्याङ्गर, नहर, जहाजघाट, पाइपलाइन, जलाशय, जलविद्युत आयोजना, बाढी नियन्त्रण आयोजना लगायतको निर्माणमा सहभागी गराउने गरी यो कम्पनी खोलेको थियो। यो कम्पनीलाई सरकारी र अर्धसरकारी अनि निजी क्षेत्रले आह्वान गर्ने बोलपत्रमा सहभागी हुने अधिकार छ। इन्जिनियरिङ क्षेत्रको सम्भाव्यता अध्ययन, प्लानिङ, डिजाइन, निर्माण र व्यवस्थापनको काम गर्ने अधिकार पनि छ। कम्प्लेक्स, अपार्टमेन्ट, वर्कसप, त्यसैगरी अस्पताल र बैंकहरूको उपयुक्त भवन निर्माण गरी भाडामा दिन सक्ने सम्मको अधिकार छ। यसले निर्माण सम्बद्ध यन्त्र उपकरणहरू भाडामा पनि लगाउन सक्छ। स्थापनाकै बेलामा सरकारले ठेक्काहरूलाई प्रतिस्पर्धी बनाउन, निर्माण लागत घटाउन, अलपत्र आयोजनाहरू सक्न र जटिल खालका काम आफै गर्न यस्तो कम्पनी स्थापना गर्नु परेको तर्क गरेको थियो। नेपाल पूर्वाधार निर्माण कम्पनीले पनि सबै किसिमको ठेक्का व्यवसाय सञ्चालन गर्ने उद्देश्य राखेको छ। नयाँ कम्पनीले सुरुमै प्रतिस्पर्धा गर्न नसक्ने भन्दै सरकारले बिना प्रतिस्पर्धा ठेक्का लगाउन सक्ने गरी खरिद ऐन र नियमावली संशोधन गर्न खोजेको थियो। आकस्मिक रूपमा गर्नुपर्ने पूर्वाधार निर्माणको काम सोझै ठेक्का नगरी दिने सरकारी योजना पनि थियो। तर निजी क्षेत्रले आफ्नो काम खोज्न र सरकारी कम्पनीलाई पोस्न खोजेको भन्दै विरोध गरेपछि सरकार पछि हट्यो। यतिसम्म कि यसले पर्याप्त जनशक्ति राख्न पाएन। सरकारले मेसिनरीहरू किन्न बजेट समेत दिएन। सरकारको योजना त सुरुङ खन्ने टिबिएम सहित ठूला मेसिनहरू ल्याएर यो कम्पनीले भाडामा लगाउने सम्मको थियो। यसले आफैले आधुनिक प्रविधि सहित काम गर्ने भन्ने पनि थियो।
तर योजना अनुसार यसलाई काममा लगाउन नै खोजिएन। अहिलेसम्म आवश्यक यन्त्र उपकरण पनि खरिद गरिएन। अब भने नयाँ सरकार अलपत्र आयोजनामा सरकारी कम्पनी मार्फत काम गराउने गरी अघि बढ्न खोजेको छ। धेरैलाई लाग्न सक्छ के सरकार आफैले ठेक्का लिने हो, अब ठेकेदार पनि सरकार आफै हुने हो? होइन, यसको अवधारणा अलि फरक छ। सरकारले ल्याएको 100 बुँदे कार्ययोजना अनुसार मूलतः दुईवटा उद्देश्यले पूर्वाधार निर्माण कम्पनी बिउताउन खोजिएको। पहिलो, आयोजनाहरूको कार्यान्वयनमा देखिएको ढिलासुस्ती तथा ठेक्का प्रक्रियामा बारम्बार असफलता अन्त्य गर्ने। यो भनेको सरकारले ठेकेदार कम्पनीहरूले समयमै काम नगरेका आयोजनाहरूको काम सरकारी कम्पनीलाई दिने भनेको। पहिला त निजी क्षेत्रले नै यसको अवसर पाउनेछन्। अहिले पनि धेरै आयोजना समस्याग्रस्त छन्। सरकारले ठेक्का तोड्न सकेको छैन। एउटा ठेक्का तोडेपछि अर्को ठेक्का लगाउँदा लागत बढ्ने र आयोजना ढिला हुने भनेर ठेक्का तोड्न सरकार असफल छ। तर अब सरकारले यस्ता रुग्ण आयोजनाहरू सम्पन्न गर्न नेपाल पूर्वाधार निर्माण कम्पनीलाई परिचालन गर्ने योजना बनाएको छ। अर्थात् सरकारले ठेक्का तोड्नेछ र सरकारी कम्पनीले काम पाउनेछ। दोस्रो उद्देश्य हो दुई पटक भन्दा बढी ठेक्का लगाउँदा पनि नलागेका वा ठेक्का प्रक्रिया असफल भएका आयोजनाहरू यही कम्पनीलाई दिने। यसका लागि नेपाल पूर्वाधार निर्माण कम्पनीले ठेक्का प्रक्रियामा भाग लिनु नपर्ने व्यवस्था समेत गर्ने तयारी छ। सरकारले तोकेको आयोजनामा उसले सोझै काम पाउनेछ। अब सरकारले पटक पटक ठेक्का नलाग्ने आयोजनाहरूमा सरकारी कम्पनीलाई कामको जिम्मा दिन सक्छ। जसरी विकट क्षेत्रमा जटिल प्रकृतिका सडक निर्माणमा अहिले नेपाली सेनाले काम गरिरहेको छ, त्यस्तो काम अब यही कम्पनीले गर्न सक्छ। कुनै विपदका कारण प्रभावित क्षेत्रमा विशिष्ट प्रकृतिको निर्माणको काम गर्नु पर्यो भने पनि यो कम्पनी परिचालित हुन सक्छ। सरकारले उच्च प्राथमिकतामा राखेका र तुरुन्तै गर्नुपर्ने कामका क्षेत्रमा पनि सरकारी निर्माण कम्पनी तुरुन्तै परिचालन हुनेछ। अब कुरा गरौँ यसले पार्न सक्ने सकारात्मक प्रभावबारे। यदि यो कम्पनीले व्यावसायिक रूपमा काम गर्यो भने सार्वजनिक निर्माणमा यसले केही ठोस परिवर्तन गर्न सक्छ। छिटो काम गर्नुपर्ने आयोजनामा समयको बचत गर्न सक्छ। टेन्डर प्रक्रियामा लाग्ने समय बचत गरेर छिटो निर्माणको काम सक्न यो मोडल प्रभावकारी हुन सक्छ। यसले सम्बद्ध आयोजनाहरूको गुणस्तरमा नियन्त्रण पनि हुन्छ। सरकारको नाफा मात्र कमाउने उद्देश्य नभई राम्रो गुणस्तरको काम गर्ने पनि उद्देश्य हुने भएकाले पूर्वाधारहरू दिगो र बलियो बन्न सक्छन्। अनि सबैभन्दा ठुलो कुरा निजी क्षेत्रसँग सरकारी कम्पनीको प्रतिस्पर्धा समेत हुन सक्छ। जब सरकारी कम्पनीले राम्रो काम गर्न थाल्छ, निजी ठेकेदार कम्पनीहरूलाई पनि समयमै राम्रोसँग काम सक्न दबाब बढ्छ। अनि यसले सरकार समस्यामा पर्दा सजिलो बाटो पनि दिन्छ। बन्दै असफल भएका आयोजनाहरू अहिले सबैका लागि टाउको दुखाइ बनेका छन्। त्यस्ता रुग्ण आयोजनामा सरकारी कम्पनी अभिभावक जस्तो बन्न सक्छ। कहिलेकाहीँ ठेकेदार कम्पनीहरूले कार्टेलिङ गरेर काम नै लिँदैनन् वा महँगोमा ठेक्का हाल्छन्। यसको अन्त्य पनि गर्न यसैले सघाउँछ। रणनीतिक महत्त्वका आयोजनामा निजी क्षेत्रले ढिलाइ गर्दा राज्यले हस्तक्षेप गर्न सकोस् भन्ने चाहना पनि हुन्छ। सरकारी कम्पनी हुँदा मोबिलाइजेसन रकम लिएर ठेकेदार भाग्ने डर पनि हुँदैन। त्यसैले सरकारी कम्पनीलाई यस्तो काम दिँदा अहिले सरकारी आयोजनाहरूको जुन अभिगत छ त्यो बदलिन सक्छ। सरकार आफैले हस्तक्षेप गरेर रुग्ण आयोजनाहरू आफैले टुङ्गोमा पुर्याउन सक्छ। तर सरकारको यो कदमले सबै कुरा राम्रो गर्छ भन्ने चाहिँ होइन। नेपाल अहिले खुला बजार अर्थतन्त्र हो। निजी क्षेत्रलाई सरकारले सबैतिर अघि बढाएको छ। निर्माण क्षेत्रमा पूर्णतः निजी लगानी छ। निजी निर्माण कम्पनीहरूले नै सार्वजनिक तथा निजी निर्माण परियोजना जिम्मा लिएर काम गर्छन्। अब सरकारले उनीहरूको विकल्पका रूपमा आफ्नो निर्माण कम्पनी अघि बढाउँदा सार्वजनिक निर्माण क्षेत्रमा सरकारको नियन्त्रण बढ्न सक्छ। सरकारी कम्पनीले विशेष प्राथमिकता पाउने भएकाले निजी कम्पनीहरूको बिजनेस खोसिने डर हुन्छ। निजी क्षेत्रले गर्न सक्ने काम पनि ठेक्का नगराई सरकारी कम्पनीलाई नै दिन थालियो भने त्यसले निजी क्षेत्रले गरेको लगानी धरापमा पनि पर्न सक्छ। सरकारी कम्पनीलाई सोझै काम दिँदा स्वस्थ प्रतिस्पर्धा मर्छ। यसले गर्दा निर्माण लागत बढ्न सक्छ। सरकारी कम्पनी भएकाले त्यहाँभित्र कसरी सुशासन कायम हुन्छ भन्ने अर्को प्रश्न पनि छ। सरकारी कम्पनीहरूमा प्राय खरिदका नाममा भ्रष्टाचार हुन्छ। निर्माण कम्पनीका रूपमा काम गर्दा यो कम्पनीले निजी क्षेत्रले जसै गरी काम गर्नुपर्ने हुन्छ। त्यसैले यस्ता कम्पनीमा कमिसनको खेल ज्यादा हुने सम्भावना हुन्छ। अनि निर्माणका लागि चाहिने सामान किन्न अहिलेको खरिद कानुनले दिने झन्झटले यस्ता कम्पनीलाई काम गर्न असहज पनि हुन सक्छ। अहिले सरकारी कम्पनीले टेन्डर बिना सामान वा सेवा खरिद गर्न नसक्ने व्यवस्था छ।
यसले सरकारी कम्पनीका रूपमा निर्माण कम्पनीलाई काम गर्न सहज पक्कै हुने छैन। सरकारी शैलीमा नै यो कम्पनी चल्ने हो भने काम सक्नभन्दा बढी फाइल घुमाउनमा नै व्यस्त हुनुपर्ने अर्को जोखिम पनि छ। नेपालमा सरकारी संस्थानहरूको इतिहास धेरै सुखद छैन। भ्रष्टाचार र राजनीतिक हस्तक्षेपले सरकारी संस्थानहरू बढी गिजोलिन्छन्। सरकारले प्रमोट गर्न लागेको पूर्वाधार निर्माण कम्पनी पनि राजनीतिक भर्ती केन्द्र बन्ने जोखिम पनि हुन्छ। यति मात्र होइन, नेपाल पूर्वाधार निर्माण कम्पनीसँग आजको दिनसम्म आधुनिक मेसिनरी र दक्ष इन्जिनियरहरू समेत छैनन्। त्यसैले तुरुन्तै यो कम्पनीले निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्न सक्ने क्षमता पनि राख्दैन। यदि सरकारले पनि यसलाई प्राथमिकतामा राखेन भने अरू सरकारी कम्पनी जस्तै यो पनि सेतो हात्ती मात्रै बन्नेछ। समग्रमा भन्दा अहिले ठेकेदारले छाडेर अलपत्र बनाएका र जटिल खालका प्राविधिक काम सरकारी कम्पनीलाई दिनु नाजायज छैन। ठेकेदारहरूले पटक पटक अलपत्र पारेका कामहरू थप ढिला हुन नदिन सरकारको यो कम्पनीले सहयोग नै पुग्छ। सरकारी कम्पनीको क्षमता बढाउन पनि यसले भूमिका खेल्छ। सरकारी कम्पनी बलियो भएर भोलिका दिनमा खुला बोलपत्रमा सहभागी पनि हुन सक्छ। तर सबै आयोजना बिना प्रतिस्पर्धा सरकारी कम्पनीलाई नै दिन थालियो भने त्यसले प्रतिस्पर्धाको वातावरण बिग्राउँछ, सरकारको लागत बढ्छ, निजी क्षेत्र हतोत्साही हुन्छ, निजी निर्माण कम्पनीको क्षमता अभिवृद्धि हुन रोकिन्छ। सरकारी कम्पनीले लाभ त पाउला, तर निजी क्षेत्रको प्रतिस्पर्धी क्षमता खुम्चियो भने त्यसले अर्थतन्त्रमा नै नराम्रो असर पनि पार्न सक्छ। तर सरकारका लागि अवसर पनि हो कि सरकारी निर्माण कम्पनीलाई बलियो बनाएर देखाउन सकिन्छ अनि निर्माणका क्षेत्रमा रहेका विकृतिहरू हटाउन यो सञ्जीवनी बुटी नै बन्न पनि सक्छ। तपाईलाई के लाग्छ? सरकारले आफै निर्माण कम्पनी खोल्नु ठिक हो? यसले सार्वजनिक निर्माण आयोजनाहरूमा केही कुरा बदल्न सक्ला कि नसक्ला? आफ्नो मत तल कमेन्ट बक्समा लेख्नुहोस् है त।